हुन्छ आज हामी फेरि पनि सरसफाइ कार्यक्रममा हामी यता मास्टर जाँदैछौँ। अब हामीले गएको 2 दिनमा चाहिँ यताबाट अनि यताबाट गएर रोडहरू सफा गरेको छ। अब हामी यता माथि जान्छौँ, यता माथि यो मेन रोड जान्छौँ। त्यसपछि आज कहाँसम्म पुग्छ हामी 1-1.5 घन्टा मात्रै समय दिन्छौँ सरसफाइको लागि। सिसा यस्तो फुटिरहेको छ यहाँनिर। सबैलाई सजिलो हुन्छ। बोतल यताको पालो साथीभाइ, यसरी यो टडाएर प्लास्टिकहरू नफालिदिनु होला प्लिज, कृपया गरिकन। यो प्लास्टिक टडाउँदाखेरि कति असर गर्छ राम्रोमा पनि। बरु नसक्छ भने हजुरसँग थोत्रे बोरा छ भने थोत्रे बोरामा चाहिँ हालेर राखिदिनु होला है। ल अहिले यति भइसक्यो बोराहरू। कता सिटी बजे आज हामी फेरि यतातिर टिप्दै हामी यहाँसम्म आएका छौँ। अनि यहाँ एक बोरा राखेको छ, एक बोरा छ, त्यहाँ एक बोरा राखेको छ। अब हामी प्लिज हाम्रो यहाँ बसमा यात्रा गर्नुहुने यो बाटो जति पनि हुनुहुन्छ कसैले पनि आफूले बमेन्ट गरेको प्लास्टिकहरू चाहिँ सुरक्षित तरिकाले व्यवस्थापन गरिदिनु होला, बाटो बाटोमा नफालिदिनु होला। यो ठिकमा पनि कति गाह्रो भइरहेको छ है। के बोतल त्यहाँ न त अनि अहिले हामी यहाँनिर यो देवी स्थानसम्म हामीले सरसफाइ कार्यक्रम छ। अनि अब भोलि फेरि हामी यहाँदेखि माथि जान्छौँ। अहिले चाहिँ हामी